त्यो हप्सीको के देखेर चाहिँ पछि लाग्नु पछि त्यो हप्सीको के देखेर चाहिँ पछि लाग्नु पछि मेरो डार्लिङ पनि लग्यो कसरी छोडेर गएको चल कालो मान्छेको ल पर्दैन भन्थ्यो हो रहेछ कालो मान्छेको बुरा लगता है भाई आप लोग भी जानते हो फाइनल गाइस यो चाहिँ एक्जामको 3rd दिनको डे हो है अनि यहाँ चाहिँ हाम्रो एकदम ह्यान्डसम भाइ छ अनि यहाँनिर एक दुई शब्द जाओस् न त नि नमस्कार मेरो नाम चाहिँ नवीन मगर हो नमस्कार म अहिले 10:30 मा पढ्दैछु अनि मैले दिएको फुल ओइलाएर गयो मेरो डार्लिङ पनि लग्यो डार्लिङहरु चाहिँ यही छ है दुईजना यहाँनिर फाइनली देख्न सक्नुहुन्छ तपाईहरुले साथीहरु हेर्ने भक्ते भाइ चाहिँ दुईजनाको यहाँनिर बडी गार्ड बसिरहेको छ दुईजना केटीको अनि दिदी मलाई कसरी छोडेर गएको कान्छालाई बोलाउनु न कान्छालाई बोलाउन न त नि चल कालो मान्छेको ल पर्दैन भन्थ्यो हो रहेछ यो कालो मान्छेको पनि कालै हुँदैन कालो मान्छेको लबै परेन परेको थियो फेरि ओइलाएर गयो यहाँ छ त नि एउटा फुल यहाँ छ त फुल तिम्रो लागि मैले एउटा फुल टिपेपछि टिपेको हो तर के गर्नु खै यहाँ छ त फुल अनि म भक्ते हो नि भक्ते हैन भक्ते भाइ भेटे नि त गयो गफ छैन मजन पकला कति अल्छी लाग्छ खान्छौ तल घर के खाएर भन न नमस्कार ससुरा बुढा भन्ने साथीहरु फाइनली आज चाहिँ यहाँनिर भक्ते भाइले यहाँनिर हैन खास चाहिँ उसको लागि फुल लिएर आएको रे तर उसले एक्सेप्ट नगरेर भाइले चाहिँ यसो इक्जाम्पलको लागि जस्ट उसलाई चाहिँ प्रपोज गर्नुको लागि हैन उसले चाहिँ मलाई उयो ट्राई गर्दैछ नि त्यही भएर खास चाहिँ उसलाई प्रपोज गर्न लागेको तर उसले चाहिँ अब सुरुमा हुन्छ नि त्यो एक्टिङ चाहिँ अब मलाई देखाउँदैछ गाइस त हेर्नु होला एससी परीक्षा दिने भाइहरुसँग साथ जोडेर आएको छौं र उ चाहिँ राम लक्ष्मण श्याम महाराम तिमी घनेश्याम अनि यता सीता अनि यता तिम्रो नाम के भयो मेरो कान्छा कान्छा र कान्छीहरु छ फाइनली यिनीहरुको आज मिलन भएको छ साधु टारमा गाइस यता सीता ब्याग त हुन्छ हौ बन्द गर न यो चाहिँ ल के भन्न चाहन्छौ तिमी कान्छा के भन्न चाहन्छौ कान्छीलाई भेटेको खुसियालीमा के भन्छौ अनि के भन्छ प्रपोज पनि गरिहाल्यो हैन फोटो सुट पनि खिचिहाल्यो ल फुल दिएर प्रपोज गर न गुराँसको फुल टिपेर लिएर आउँछ एकजनाले आज प्रपोज गर जाऊ त दुख गरेर आऊ उयो बुकी उयो भयो ल्याऊ लोकताको फुल भए पनि ल्याउ न प्रपोज त गर्नु हो नि हैन जे भए पनि लोकताको फुल लिएर आउँछौ अनि ऊ सीतालाई पनि रामले गर्छ राम सीतालाई पनि प्रपोज गर दुईटा ल्यायो दुईटा अब फाइनली प्रपोज गर्नु आँटेको छ उसले घोडा टेकेर दियो भक्तिको पारामा उठ्यो कान्छा प्रपोज गर्नु यता कान्छीलाई छिटो न ल डायलग पनि भन्नु पर्यो है प्रपोज दिन कान्छी नलजाऊ न छिटो न देउलो मायाको इजार गर प्रपोज गर न प्रपोज गर न अनि कसरी गर्छौ त्यो भएन दुई हातले घोडा टेकेर दिनुपर्छ त भएन ल फाइनली प्रपोज पनि गरिसकेको छ हैन कान्छाले कान्छीलाई अनि कान्छी कस्तो फिल भयो त कान्छाले तिमीलाई प्रपोज गर्दाखेरि एकदम राम्रो म त खुसी लाग्यो
तर यो फुल भएन मलाई मन परेन अनि माया गरेको मान्छेले त दिएको त उयो पनि राम्रो हुन्छ अरे नि त नि यो म के भन्नु यो फुल तिमीहरूको लागि फुल होला तर मेरो लागि यो कस्तो लाग्यो कान्छा तिमीलाई प्रपोज गर्दा कस्तो न कस्तो फिलिङ्स आएन फिलिङ्स आएन अनि कान्छीलाई प्रपोज गर्दा के भन्नु भरे भन्नु होला नि यसो घरमा घर भन्ने फाइनली हामी सातुटारबाट फर्कि पनि सकेको छौँ भाइहरूसँग यसो फोटोसोटो खिच्न आएको थियौँ र चाहिँ राम लजाइरहेको छ होइन अब हामी त एउटा जान्छौँ गाइजहरू रोडे रोड जान्छौँ हामीहरू रोडे रोडबाट छिटो जाउँ न तलै पुगिन्छ बाबा भन्नु भनेको बजार गर्नु नि बजार पनि गाडी चढ्नु परेन गर्लफ्रेन्ड भेट्नु हतार गर्लफ्रेन्ड भन्नुहोस् यिनीहरूको त गर्लफ्रेन्डको याद आइरहेछ ऊ गुराँसको फुल दिनु फुलले सजिए कि मायालु अहिले चाहिँ भक्तेको बाइक जस्तै छ त तिमीहरूलाई म नयाँ नयाँ बाटो लान्छु नि त भन्छ होइन ठ्याक्कै हाम्रो स्कुल पुग्छ स्कुल पुग्छ पर्ख न कस्तो अनुभव भइरहेछ तिमीहरूलाई जस्तो अनुभव छ भने एकदम रमाइलो लागिरहेछ तर धेरै आलु अर्को वर्ष आउँदाखेरि रोप्नु हुँदो रहेछ होइन अब अर्कोचोटि आउँदा चाहिँ अब अलिक फाल्टै सक्छ होला राम्रै छ त्यही भन्न चाहन्छौ र यो हाम्रो साधुटारमा आउँदाखेरि के देख्यौ कस्तो लाग्यो यहाँको ठाउँ यहाँको मान्छे बल्लहरू राम्रै ठिकै रहेछ अब यहाँको मैले के हेर्नु त्यही हो भन बुल्टाकै हो त्यो अब ढुङ्गाहरू आलु बारी चाहिँ यहाँको मेन भनेको आलु त हो आलु मुला मकै हो अब जानुपर्ने हुन्छ सल्लाहहरू राम्रै रहेछ पर्यटक स्थल सातुटारमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछौँ फाइनल्ली गाई चाहिँ हामी अब घरतर्फ लागिसकेका छौँ र दिपा तिम्रो फर्स्ट टाइम हो सातुटार कैसा लगा क्यों बकस लगा ऐसा मत बोलो ना वाह बुलेट बाइक में को लड़का प्यार से दे रही हो राम्रो कान्छा र कान्छीको यहाँ उयो भइसकेको छ राम चाहिँ एक्लै लजाइ सीता हे रामसँग हिँड न सीता सीताराम हात तानेर हिँड न कान्छालाई छोडेर जाँदाको फिल कस्तो हुँदैछ त हौ मनमा यहाँ रुनु मात्रै सकेको थिइनँ मनमा त रुइरहेको बाहिर नदेखाएको मात्र हो मनमा यहाँ रुनु मात्रै सकेको थिइनँ मनमा त रुइरहेको बाहिर नदेखाएको मात्र हो होइन दूरी टाढा भयो बाबा हो अहिले त कोरोना भाइरस पनि छैन नजिक नजिक हिँड्दा हुन्छ हौ राम र सीता त अनि साह्रै टाढा हो यो त टाढा टाढा लान्छ तिमी राम हो हल्लाको बल्ल म चाहिँ बिचमा परेछु यार आगे पनि दिएको दोलो के पछि देखे दोलो के
अगाडि गएर उ गर्नु पैसा तल झर्ल है पुग्नु गर्लफ्रेन्डले हामी चाहिँ भाइहरूसँग साधुटारमा गएर फोटोसोटो खिचेर र छिमाहरूसँग पनि गएर आइसकेको छौँ र थोरै थोरै भिडियोहरू लिएको छौँ र भाइले बहिनीहरूलाई प्रपोज गरेको छ त्यो पनि तपाईँहरूलाई म अवश्य देखाउने छु र यहाँ अगाडि 3 जना भाइहरू चाहिँ गइसकेको छ र यहाँ पछाडि देख्न सक्नुहुनेछ पछि देखो पछि पनि आ रहा है आगे पनि 3 लोग है और बीच पर मैं हूँ गाइज जनता जान्न चाहन्छ तिम्रो नाम के भन न त मेरो नाम आशिष राई हो होइन म चाहिँ अब त्यस्तै हो कक्षा 10 पढ्छु मैले चाहिँ कक्षा 10 मा के आउँदैन तिम्रो गर्लफ्रेन्डको नाम के हो भन न त भन कसको तेरो तिम्रो गर्लफ्रेन्डको नाम मेरो गर्लफ्रेन्डको नाम फाइनली अहिलेसम्म के होइन सिङ्गलै छु गर्लफ्रेन्ड अहिले नै बनाउने चाहना पनि छैन होइन किन त्यस्तो हो त्यस्तै हो त्यस्तो होइन त्यस्तै हो अब पाडा भनेको यस्तै हो हामी यस्तै अनि हो नि ब्रो होइन यस्तै हो अब पढ्नु छोडेर हामी चाहिँ घुम्नु हिँड्छौँ होइन ठिक छ अब भोलि एक्जाममा के गर्ने होला हामीलाई पनि थाहा छैन भोलि एक्जाममा लेख्ने हिसाब 1 2 3 लेख्ने 1 2 3 लेखेर पास हुने हो र यता चाहिँ हाम्रो दिपा तपाईँ दिपा दिदी चाहिँ किन पछाडि हिँड्नु भएको अगाडि अगाडि अनि यहाँभन्दा पछाडि चाहिँ अब चाहिँ सीताले रामलाई प्रपोज गर्न आँटेको छ फाइनली छिटो छिटो घोडा टेकेर हौ 8 छ भने ल देख्यौ त्यस्तो भएन फेरि वान्स मोर अब हामीले कसैले देखिएन अनि अन्त नदेखिदियो